प्रिय भाइ बहिनीहरू, केही दिन अघि मैले एउटा स्टाटस मार्फत मेरा विरुद्ध गरिएको दुष्प्रचारको बारेमा आफ्ना कुरा राखेको थिएँ। धेरै भाइ बहिनीहरूले मलाई मेसेज गरेर यही कुरालाई भिडियो सामग्री बनाउन भन्नुभएको छ। मैले गोली चलाउने आदेश दिएको थिएन भन्ने कुरा किन यति ढिलो बाहिर ल्याउनु भयो भनेर पनि धेरै प्रश्नहरू आएका छन्। म ढुक्क थिएँ। सामाजिक सञ्जालमा म विरुद्ध लगाइएका नियोजित र भ्रामक आरोपहरू सबै छानबिन आयोगको रिपोर्ट सार्वजनिक भएपछि गलत साबित हुनेछ। तर 2 पटक म्याद थप्दा पनि आयोगले काम नसकेको देखेपछि अब म आफैले कुरा राख्नुपर्छ भनेर तपाईहरूमाझ आएको छु। मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन। त्यस दिनको दुःखद घटनापछि मैले तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाएको थिएँ। आफ्नो ज्यान गुमाउन बाध्य भएका 19 जना नानी बाबुहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ। त्यो पीडा आजसम्म पनि मसँगै छ। भाद्र 23 गते माइती घरमा बिहान सुरु भएको जेनजी प्रदर्शन शान्तिपूर्वक भयो। न गोली चल्यो न लाठी प्रहार भयो। तर करिब 12 बजेतिर घुसपैठ गर्ने तत्त्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका भिडियो हामी सबैले देखेका छौँ। आयोजकहरूले बारम्बार घुसपैठ भयो घर फर्क्यौँ भनेर जेनजी युवाहरूलाई आग्रह गरिरहे। तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानी बाबुलाई अगाडि राखेर संसद भवनसम्म पुर्याउन खोजे, किनकि उनीहरूलाई थाहा थियो संसद भवनमा आक्रमण भयो भने सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्न बाध्य हुनेछ। संसद भवन अघि आगो लगाउने प्रयास र विस्फोटक वस्तु प्रयोग भएको स्थितिलाई कानुनले आन्दोलन होइन राज्य विरुद्धको आक्रमण मान्छ। यदि त्यस दिन घुसपैठहरूलाई सुरक्षाकर्मीका हतियार खोसिन दिएका भए, यदि संसद भवन 23 गते नै जल्न छोडिदिएको भए, के ती घुसपैठहरू त्यतिमै रोकिने थिए? ती समूहहरूको उद्देश्य नै 23 गते अराजकता फैलाएर भाद्र 24 गते देश जलाउनु थियो। मेरो राजीनामा पछि नै सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको हो। भाइ बहिनीहरूलाई थाहा छ, संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अङ्गका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले 24 घण्टा हतियारसहित कम ब्याट पोजिसनमा उभिएको हुन्छ। उनीहरूले सरकारको आदेश होइन, कानुनको शपथ लिएको हुन्छ। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन। माइती घरमा तपाईँहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो? थिएन। भानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो? थिएन। बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्याए जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ। पहिला बानेश्वर चोक पुर्याएर आगजनी गर्न लगाए। यो जेनजीहरूको कार्यक्रम नै थिएन। उनीहरू यस्तो अराजकता सोच्न पनि सक्दैनन्। प्रहरीले भिड नियन्त्रण गर्न सामान्य बल प्रयोग गर्दा पनि नभएपछि रबरको गोली चलायो। तर भिड यतिमै रोकिएन। स्कुले नानीहरूलाई अघि सारेर ती अराजक तत्त्वहरूले चारैतिरबाट संसद भवन आक्रमण गरे अनि गोली चल्यो। र त्यसपछि 2 घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ। 19 जना नानी बाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु। सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न तपाईँलाई विनम्र आग्रह गर्छु। अन्त्यमा एउटा आग्रह गर्न चाहन्छु। विध्वंसको सुरुवात भाद्र 23 गते 1:30 बजेदेखि नै भएको हो। माइती घरमा शान्तिपूर्ण प्रदर्शन गर्न डाकिएका हाम्रा नवयुवाहरूलाई संसद भवन जस्तो संवेदनशील र कानुनले नै बल प्रयोग गर्न बाध्य पारेको क्षेत्रतर्फ कसले र किन पुर्यायो? यो प्रश्नको पनि जवाफ खोज्नुहोला।